कम्पाउन्ड इन्ट्रेस्ट अर्थात् चक्रीय ब्याजबाट विभिन्न सङ्गठित संस्था खरिदार लगायतको परीक्षाहरूमा सोधिने रिटर्न खण्डको एउटा म्याथमेटिक्सको एउटा क्वेसन मैले लिएर उपस्थित भएको छु, हेर्न सक्नुहुन्छ। कुनै निश्चित धन वार्षिक चक्रीय ब्याज दरमा 3 वर्षमा रु 72,576 र 5 वर्षमा रु 1,04,509.44 हुन्छ भने ब्याज दर र मूलधन पत्ता लगाउनुहोस् भनेको छ हामीलाई। मैले यहाँ क्वेसन यहाँनिर तपाईँलाई के गरेको छु, इङ्ग्लिसमा पनि राखिदिएको छु। यो प्रश्न लिखित परीक्षाको लागि 5 मार्क्समा सोधिने प्रश्न हो र यसलाई कसरी समाधान गर्ने त आज हामी त्यतातिर जाँदैछौँ। सबभन्दा पहिला हामीले के गर्नुपर्ने छ भने दिएको कन्डिसनलाई राम्रोसँग तपाईँले बुझ्नु पर्यो के दिएको हो भन्ने कुरा हेर्नुहोस्। कुनै धन यति बन्छ, कुनै धनको ब्याज होइन, कुनै धन यति बन्छ यति पुग्छ भन्यो भने त्यो हामीलाई अमाउन्ट दिएको हो र कुनै धन यतिले बढ्छ इन्क्रिजेस बाई दिस मच भन्यो भने त्यो बेलामा के हो, ब्याज दिएको हो। सो अहिले हामीलाई यति पुग्छ यति हुन्छ भनेर दिएको छ, त्यसैले मिश्र धन हो, अमाउन्ट हो भनेर तपाईँले बुझ्नु पर्यो। अब हामीलाई CA को फर्मुला थाहा छ, मैले अलिकति केही स्टेपहरू लेख्ने स्टेपहरू चाहिँ स्किप गर्न सक्छु। CA अर्थात् अमाउन्ट हामी भन्छौँ मिश्र धन, यसको फर्मुला हामीलाई थाहा छ P1 प्लस रेट बाई 100 पावर टाइम हामी राख्न सक्छौँ र यसरी राख्दै गर्दा अब 3 वर्षको लागि एउटा कन्डिसन राखौँ। 3 वर्षको लागि अब हेर्नुहोस् CA अथवा यसलाई हामी CA1 भनेर लेखौँ। CA1 अमाउन्ट जुन दिएको छ हामीलाई 72576 र त्यसपछि अब टाइम हामीलाई थाहा छ 3 वर्ष। त्यसो हो भने अब के गर्छौँ, युजिङ फर्मुला, सूत्रको प्रयोग गर्दा युजिङ फर्मुला हामी के गर्न सक्छौँ त भन्दा CA1 भनेको ठाउँमा 72576 लेख्छौँ र यसलाई इक्वल टु गरेर अब के गर्छौँ त 72576 इक्वल्स टु P भनेको थाहा छैन, गिभन छैन, त्यसपछि 1 प्लस रेट पनि थाहा छैन R/100, टाइम हामीलाई 3 वर्ष भनेर दिएको छ त्यसैले पावरमा 3 राखिन्छ। यो फर्स्ट इक्वेसनको रूपमा हामीले लेख्न सक्छौँ। त्यसै गरी अर्को केस मैले यतातिर राखेँ 5 वर्षको लागि भनेको छ। 5 वर्षको लागि अब हेर्नुहोस् 5 वर्षको लागि हामीलाई CA2 अर्थात् अमाउन्ट मिश्र धन दिएको छ, त्यो भनेको 1,04,509.44 दिएको छ र यसमा हामीलाई अब फेरि फर्मुला युज गर्नुपर्ने छ, टाइम दिएको छ 5 वर्ष। त्यसो हो भने अब हेर्नुहोस् CA2 भन्ने बित्तिकै अब यो फर्मुला युज गरौँ 1,04,509.44 इक्वल्स टु 1 प्लस R/100 पावर कति भयो 5 हुनु पर्यो। 5 वर्ष टाइम दिएको छ, यसलाई हामी सेकेन्ड इक्वेसन भनेर राख्न सक्छौँ। सो हामीसँग दुईवटा इक्वेसन छ र दुईवटा इक्वेसन छ भने अब के गरिन्छ, हामी एकअर्कालाई डिभाइड गरेर मात्रै यो प्रब्लम सल्भ गर्न सक्छौँ, किनकि R को पावर 3 R को पावर 5 गरेको छ, P पनि छ। यति धेरै अननोन भेरिएबल आइसकेपछि हामी यसलाई अब लिनियर इक्वेसनको तरिकाले सल्भ गर्न सक्दैनौँ, डिभाइड नै गर्नुपर्छ। सो के गर्छौँ त अब समीकरण 2 लाई डिभाइडिङ इक्वेसन 2 बाई इक्वेसन 1, 2 लाई 1 ले भाग गर्दा धेरै पावर भएकोलाई भाग गर्नुहोस्, 1 ले भाग गर्दा जसमा धेरै समय छ त्यसलाई भाग गर्नुहोस्। अब हेरौँ 1 प्लस यो हामीले यसलाई राख्नु पर्यो अगाडि 1,04,509.44 डिभाइडेड बाई यतातिर 72576 यति राख्छौँ हामी र इक्वल्स टु उतातिर हेर्नुहोस् 1 प्लस R/100 पावर 5 डिभाइडेड बाई 1 प्लस R/100 पावर 3 हामी राख्छौँ र यसलाई सिम्प्लिफाई गर्ने हो भने हेर्नुहोस् 1 प्लस R/100 को पावर गर्दा कति हुन्छ, अब पावर त घट्छ, 5 बाट 3 घट्दाखेरि 2 आउँछ र यसलाई भाग गरेर हेरौँ कति आउँदो रहेछ। यसको लागि हामी क्याल्कुलेटर प्रयोग गर्छौँ 1,04,509.44 डिभाइडेड बाई 7,2,5,7,6 गर्दाखेरि अब आउँछ 1.44। सो 1.44 आउँछ। त्यसो हो भने त्यसलाई अब मैले अगाडि लिएर आउँछु, हेर्नु होला यहाँ लिएर आउँछु मैले, अब अझै यसलाई पनि डिभाइड गरेँ मैले, हेर्नु होला त्यो 1 प्लस R/100 को पावर 2 गरेको हुनाले यतातिर हामी के गर्न सक्छौँ, अन्डर रुट 1.44 गर्न सक्छौँ, अर्थात् 1.2 को स्क्वायर हो भनेर डाइरेक्ट हामीले 1.2 राख्न पनि सक्छौँ, यतातिर पनि स्क्वायर यतातिर पनि स्क्वायर गरेर। अब हेर्नुहोस् 1 प्लस R/100 भनेको 1.2 आयो, यसको मतलब R/100 निकाल्नु पर्यो भने यो 1 उता गएर घट्छ, सो 1.2 माइनस 1 यो भनेको आउँछ R/100 इक्वल्स टु 0.2 र घटाएर हेर्नुहोस् अब के हुन्छ
आर इक्वल टु यो 100 र 0.2 20 आउँछ। मतलब अब हामीले ब्याज दर अर्थात् रेट अफ इन्ट्रेस्ट पत्ता लगाइसक्यौँ आर इक्वल टु 20%। र यसो हो भने हामीलाई त अझै पी पनि पत्ता लगाउनु, प्रिन्सिपल पनि पत्ता लगाउनु अथवा मूलधन पनि पत्ता लगाउनु भनेको छ। त्यसो हो भने हामी के गर्छौँ, अब आर को मान कुनै दुईटा, यो 1 अथवा 2 मध्ये कुनै एउटामा लगेर राखिदिउँ। 1 मा राख्दा, 1 मा राख्दा भनेर हेरौँ अब के हुँदो रहेछ त भन्दा यहाँ लगेर राख्नुस्। 72576 इक्वल्स टु पी भनेको थाहा छैन, तर 1 प्लस आर भनेको 20 हो। 20/100 को पावर कति छ? 3 छ। चेक गरौँ यसको भ्यालु कति हुन्छ। 72576 इक्वल्स टु पी, यो भनेको 1.2, किनकि 20/100 भनेको 0.2, 1 र 0. जोड्दा 1.2, यसको पावर 3। र यो भनेको 72576 इक्वल्स टु 1.2 को क्युब भनेको अब कति आउँछ? 1.728, अनि पी लेख्नु पर्यो। र अब ल्याएर डिभाइड गर्नुस्। 72576 डिभाइड बाई 1.728 इक्वल्स टु पी हुन्छ। यसलाई पनि हामी एकचोटि चेक गरौँ। 72576 डिभाइड बाई 1.728, यो भनेको आउँछ 42,000 र यहाँ लेख्न सकिन्छ पी इक्वल टु 42,000। अब लास्टमा हामीले के गर्छौँ, एन्सरलाई फिनिसिङ गर्नु पर्यो। यहाँ छेउमा लेख्छौँ हामी के त भन्दाखेरि, अब इङ्ग्लिसमा लेख्ने साथीहरूले त्यही अनुसार लेख्नु होला। देयरफोर सामा प्रिन्सिपल पी इक्वल टु रु 42,000 र ब्याज दर आर इक्वल टु 20% रहेछ भनेर हामीले एन्सरलाई फिनिसिङ गर्न सक्छौँ। यति गरिसकेपछि यहाँहरूले 5 मार्क्स प्राप्त गर्न सक्नुहुन्छ। यसपछि मैले यहाँहरूलाई ट्राई गर्नको लागि, प्र्याक्टिस गर्नको लागि अर्को एउटा प्रश्न पनि राखिदिएको छु। यो प्रश्नलाई स्क्रिनसट लिएर राख्नुस्, यसको समाधानलाई स्क्रिनसट लिएर राख्नुस्। र अब म तपाईहरुलाई एउटा प्रश्न होमवर्कको रूपमा दिन्छु। त्यो प्रश्न के छ त? यो प्रश्न अब तपाईहरुले एन्सर के आउँछ भनेर कमेन्ट बक्समा पक्कै पनि लेख्नु होला।